श्रीमानले चेपेर राखेको, श्रीमानले साथ सपोर्ट दिएर राखेको श्रीमतीलाई कसैले पनि हेप्न सक्दैन। कसैले पनि, इभन त घर परिवारको सदस्यहरूले पनि उसलाई त उसको श्रीमानले पुरा माया गरेर चेपेर राखेको छ, केही भन्नु हुँदैन, केही भन्यो भने उसले चित्त दुखाउँछ भनेर चाहिँ सबैजना पछाडि पन्छेर बस्या हुन्छन् के। त्यसैले जुन श्रीमतीलाई श्रीमानले एकदम सपोर्ट गरेर माया दिएर आफ्नो भनेर इज्जत गरेर चेपेर राखेको छ नि, त्यो श्रीमती जस्तो भाग्यमानी सुखी खुसी कोही पनि हुँदैन। इभन आफ्नै सन्तानले पनि आफ्नो श्रीमानले माया गरेको देख्यो भने उनीहरू पनि आहो मैले केही भने मम्मीलाई भने त बाबाले समात्नुहुन्छ भनेर चाहिँ उनीहरू पनि पर हट्छन् के। त्यसैले श्रीमानले माया गरेको श्रीमती कहिले काहीँ कुनै अवस्थामा पनि कमजोरी हुनु पर्दैन। श्रीमानको माया सपोर्ट भनेको यति ठुलो हतियार हो, त्यसको